माई भिडियो। आज चाहिँ हामी मन्दिर जाँदैछौँ। मेरो चाहिँ होलिडे आजदेखि स्टार्ट भएको। मेरो मम्मी यहाँदेखि मेरो बोजू मेरो बाजे यता हुनुहुन्छ मेरो बाबा। अनि आज चाहिँ हामी मन्दिर जाँदैछौँ पूजाको लागि। सो अब चाहिँ हामी कुखुरा किन्नु। बुढोसँग कुखुरा काट्नु थाले हैन? बुढोसँग कुखुरा काट्नु थाले हैन? बुढोसँग म कुखुरा दमादम छ। भाले दिनुस् न। भाले भाले बाजेले भाल्ने खिच न के गर्न आएको रे यहाँ? कुखुरा लिन आएको गाई। के को लागि? मन्दिरमा। कुन मन्दिर? बुढा सुब्बा। पुग्छ है? गाइस हामीले चाहिँ यो कुखुरा हो। अनि यो चाहिँ थरी थरीको कुखुराहरू छ। हाम्रो कुखुरा हाम्रो गाडी चाहिँ यहाँ हो त्यो हो। यो अब हामी चाहिँ जाँदैछौँ। त्यहाँ चाहिँ हामी चाहिँ टाढो गएको थियौँ। हाम्रो गाडी रहेछ त। गाइस यहाँ चाहिँ सेलरोटीहरू पाउँदो रहेछ। अनि मेरो बोजू बाबा गाइस अनि उहाँ चाहिँ मेरो मम्मी। गाइस मेरो बाजे चाहिँ यता छ हुनुहुन्छ त्यस्तै थिङमै बाजे देउसमा तपाईँलाई थिङ। गाइस हाम्रो चाहिँ यही हो बाले। यहाँ परेवा परेवा उहाँ चाहिँ मेरो बाजे हो। उहाँ चाहिँ ओल्ड हुन्छ तर ओभर स्ट्रङ। उहाँ चाहिँ धेरै काम गरिरहेको गाईमा बसिरहेको छु। यस कुखुरा चोक किन भनिन्छ भने त यो चाहिँ धेरै भन्दा पनि धेरै कुखुराहरू पाइन्छ। त्यसैले यसलाई कुखुरा चोक भनिन्छ। के गाइस त्यसैले किन्दैछौँ। अनि परेवा दन्तकालीको लागि सेतो परेवा बाजेले किन्नु। सेतै मात्रै चाहिन्छ र? सेतै चाहिन्छ? के रे? सेतै चाहिन्छ? सेतो चाहिँ राम्रो हो नि। ए ल गाइस गाइस तपाईँहरू पनि सेतो किन्नुहोस् दन्तकालीमा जाने पनि। हाम्रो चाहिँ यो परेवा हो। हामी चाहिँ आइपुग्यौँ। बिस्तारै आउनै बोजू। गर्मी हुन्छ भनेर हो। हो त गर्मी हुन्छ है।
गाइस हामी चाहिँ आइपुग्यौँ मेरो छाता कुन बेला यो गाइस अब हामी तपाईँको लान्छौँ हजुर यस्तो पो छ त गाइस हामी चाहिँ मन्दिर आइपुग्यौँ ल पुरा सुब्बा ल यो बाँस के गर्नुभएको रहेछ बाँस पो ढलिरहेछ त त्यही त सुब्बा मन्दिर भाले पूजा गराउनु हामी रेडी बनाउँदैछौँ गाइस हामी चाहिँ पुगिसकेको छौँ त गाइस मेरो छाता चाहिँ यहाँ छ गाइस अनि बाँसहरू पनि लडिरहेछ यहाँ उपयोग गरिसकेपछि यतिकै चिन्ह तपाईँलाई देखाउँछु खै तिर दर्शन गरिरहेको मन्दिर हेरिरहेको बस चुपचापले बसिरहेछ यो चाहिँ मन्दिर ल ओ भाले त त्यही हालिदिएको छु मम्मी सबै 1000 ए भाले निकाल्नु त बाबा दादाले निकाल्नुहुन्छ उयो लागेको भगवान बाबा कता जानुभयो बाबा कता जानुभयो
हुन्छ मम्मी बाजेलाई दिनु लगाऊ हजुर सानो राशि मजाले गर है हुन्छ अरे बाबाले दिनुहुने होला नि त तपाईँ दिनुहुने होला भाले कि कसै लाग्यो पूजा गरेर राम्रो विश गर्यो होला नि एक्जाम कस्तो के राम्रो रिजल्ट के भन्यो पढ्नु धेरै आओस् नहीं रोक्दैन है पत्ती पालो सलाइको हाम्रो सलाइला सलाइको बाल्न आउँदैन बाल्न न आउँदैन त मलाई टाढो पक्रेर खै म बालिदिन्छु हावा आयो हावा त्यो निकाल्नु त यस्तै छलेर गर्नुपर्छ हावा आयो लाने बेला भयो साह्रो ज्ञान गर न बोल्दैन अन्त हावाले के दिएन कस्तो हावा चपेर बाबा एकदम ओभर काटिसक्यो भाले उताबाट अरे नानी उताबाट
भाले त हिँड्ने पहिला पूजा यो फुलपाती यहाँ दिनु यो चाहिँ यो हाम्रो त अघि नै हाम्रो त अघि नै कस्तो चिप्लो हौ हाम्रो त भइसक्यो ल राशि औ कालु के हेरेको राशि राशि गाइस मेरो मम्मीले चाहिँ दुध बान्नुहुँदैछ अब एकछिन स्टप गर नि भयो त हौ बोल्यो अब हामी यता पूजा बनाएको खमाम मेरो चप्पल मन बस्नु अझै सबै पानी पानी लागेछ नि गाई यहाँ चाहिँ खाना हेर्नुहुन्छ बाजुले मेरो चाहिँ मेरो बाबा म चाहिँ काली काली हुनुभएको छ किनकि उहाँ गर्लफ्रेन्ड हुन्छ नि त गाउँमा पनि अन्त फेरि बोजू खोइ नि तपाईँको लट्ठी ए अब हामी यता पूजा गर्छ तपाईँहरूमा चाहिँ त्यो पनि देखाइदिइरहेको तपाईँहरूलाई गाइस अब हामी चाहिँ बुढा सुब्बेनीमा जाँदैछौँ बोजू म त यता खोल्छु ल कहाँ छ बाबा भिडियो नगर्नु ल भित्र गाई चाहिँ बडी सुब्बेनी मन्त्र पूजा हुँदैछ
गाउँको त पुगेन भन्छ जब चाहिँ हेर्नुहुँदैछ बाजेले जोखन हेर्नु रेडी भइरहेछ सामान्य छ है यो फल त यो फल त चाहिँ सेतो बढ्यो योग चाहिँ राम्रो बनेन यो भन्ने कुराहरू बुझ्नुहुन्छ नि हामीले गर्दै गरेको कार्य गर्नु खोजेको कार्य गर्दै गरेको कार्यहरू राम्रो भएर आउँछ त्यो योग अहिले राम्रो बनेर आइदिन्छ सामान्य मात्रै छ ठिक्क मात्रै इच्छा कुराहरू पनि ठिक्क ढिलो छ नेपाल विकासमा बसेको पढाउने विज्ञान नयाँ कार्य जति हाम्रो अगाडि उपलब्धि बनेर आयो यो फल त सामान्य मात्रै छ जति अगाडि बढेर आयो यो फल त सामान्य त्यहाँबाट आएपनि साथै अलिक पछाडि खप्दै आएपनि साथै सामान्य उपलब्धि मात्रै कोटा त छैन पुरानो मात्रै कस्तो कस्तो जिउ बनाइदिन्छ होला है भारीपन घरको लागि खानेकुरा चाहिँ ध्यान दिनु होला अगाडि केही तक्लिफ पुलिसा नक्सन खर्च दुखमा पुराना घरको गृहस्थ र बाध आपत्ति आफ्नो केही उपलब्धि हुनुभएको आफ्नो ठाउँको जति यो अगाडिको भइसक्यो अहिले पनि हुने कुरा त राम्रो देखाउँदैछ हामी कति फोटोयात्रा लामो फोटोयात्रा पनि यात्रा कामलाई कति निस्किन्छौँ त्योभन्दा टाढा हिँड्नको लागि पनि हाम्रो बनेर आएको छ चिन्ता चाहिँ गर्नुपर्ने कुरोहरू अहिले देश विदेशमा जाने आउने भारत के छ राम्रो यात्रा राम्रो छ संयम थप्नुपर्छ हरेक कार्य गर्दाखेरि सम्पूर्ण कुराहरूलाई स्वच्छ पवित्र मन लिएर सम्पूर्ण कुरालाई सन्चेतलाई राम्रो साथले संयम थप्न शिक्षक कार्य गर्दै जानु त्यताबाट हामीलाई राम्रो लाग्छ पूजा गरेको क्या अब सुँगुरले काशी डर लागेन हेर्नु अहिले पढाउँदै ल हिँड काशी मेरो साथीको लागि मलाई अनि यहाँ चाहिँ मलाई झुम्का किनेछु अब गाइस मैले चाहिँ कसले किन्नु भयो बाजेले मेरो बाजेले किनिदिनु भएको गाइस मैले चाहिँ मेरो दसैँको लागि चाहिँ दसैँमा चाहिँ मेरो ग्रिन कलरको छ नि त यो नत्र भने हो फाल्टे कलर यो नत्र भने म यो चाहिँ अलिक ठुलो छ नत्र भने किन देखाउँदै यो लाउने भन्दै थिएँ कुन लाउँछ त थाहा भएन मजाले त्यसैले अनि अर्को चाहिँ मैले मेरो चाहिँ दसैँको हेर्नु चाहिँ यो चाहिँ मैले किनेको त्यहाँदेखि राम्रै लाग्छ पनि अनि गाइस यता कुमाइछु अब हामी अब फेरि गाडीमा चढ्दैछौँ जानको लागि अर्को मन्दिर मन्दिरको चाहिँ म बनाउँदिनँ होला बनाउँदिन अर्को मन्दिरको लागि के भनेको म नबनाउन सक्छु कि सक्दिनँ
किन यस्तो घाम भइरहेको हुन्छ बाबा पस्नुहोस् अब पूजा सकेको छैन हजुर बाजेको छोरीमा यस्तो त कान्छीले अस्ति हेर्दै थियो क्या कुर्ता पनि अति नै लाउँछ यस्तो यो काम झुमझुम झुमझुम होइन लाउँदैन होला झुम्का भन्थ्यो देऊ नि त खै तिम्रो झुम्का भन्दा के झुम्का किन्यो 500 पऱ्यो एक के लागि नि मैले किनेको त्यो पोथे त अनि यो चाहिँ यतिकै मेरो लागि बहिनीको लागि अनि सबसे भन्दा ह्याप्पी त्यो चाहिँ मम्मीको लागि होला होइन अनि म चाहिँ के लाउनु त अनि मैले चाहिँ लाउँदिनँ बहिनीलाई किन्दैनौ के पनि त्यो सानो देऊ न होइन बाबाले चाहिँ मम्मीलाई भान्जीलाई बहिनीलाई भनिरहेछ होइन कस्तो ह्याप्पी साह्रै प्यारो अस्ति र मामा 300 रुपियाँमा किन्दै मैले त्यो अब हामी चाहिँ दन्तकालीतिर लाग्दैछौँ है गाइज अनि जस्तै आउँदा अब भेटी लेखेको ल ल चुपचाप बसेर है भनेर लकर राशि यसपालि चाहिँ नलानु हुने गाइज हामी पुग्यौँ मैले चाहिँ मेरो नेक्लेस त्यो वहाँ खोल्ने लगाउने कहाँ पुग्यौँ त पुग्नु त पुग्यौँ नि हामी दन्तकाली हाम्रो आफ्नै छ अचेताहरू खोइ दादा परेवा खै परेवा के गर्नु खै खै सेतो सेतो परेवा साह्रै दिदीले यो कलर मन पर्यो परेवा तर ल ल ल हिँड ए तेरे के गर्नु त हामी दन्तकाली मन्दिरतिर प्रवेश गर्दैछौँ गाइस ला ढोका त बन्द भइसकेछ त ढोका बन्द छ त 12 बजे हो एकछिन ए बाल्ने त्यो मचिस बाबा एकछिन खोल्छ अरे 12 बजेर रहेछ के हाई गर्दै बसेको मन्दिर एकछिन खोल्छ भन्छ 12 बजेर चाहिँ बन्द गरेको अब बाँदर हेर त छोरी के खानु आएको नि कता गयो त्यही बसिरहेछ एकछिन खोल्छ भन्छ पर्खिनु कि के गर्नु हुन्छ इसालाई नत्र होइन एकछिन 100 राउन्ड गर्दै गरौँ हुन्छ कसले खोल्छ भनेको के राख्नु बाबा के राख्नु त बोजू आइपुग्नु भएछ त काम
हेर न कहाँ हिँडेको कहीँदेखि उडाउनुहुन्छ राशि ऊ बाबासँग 2 जना खोइ यता फर्केर बगानतिर त्यहाँ होइन यता राजा ऊ यता ऊ त्यहाँ राख्दै हो त्यहाँ बाहिर पो होला त्यो नछुटाइराख न उता लाग्छ है फेरि अलिकति बाटो भन न बन्द भएर मात्रै खोल्छ हुन्छ राशि धुप राख्नुको राशि लाऊ यो पनि बाँड्नु यो पनि बाँडिनु भयो हुन्छ अन्त राशि ल आऊ न औ बाजेले टिका लगाइदिनुहुन्छ औ छिटो हजुर त्यही राख्दा पनि हुन्छ न बाजेले टिका लगाइदिनुहुन्छ है त छैन भित्र बन्द छ दादा दादा आउनु आउनु टिका लगाउनु टिका लगाउन आइहाल्नु न हो त हेर जाऊ तिमी हेर्दै गर त आउनु हुँदैछ तिमी त्यतिमै छाताहरू हेर्दै गर ल पर बोक्ने एकछिन दिनु न उसलाई बाबाले लगाइदिनु एक राउन्ड घुम्नु अनि जानु हुन्छ त्यो क्यान्डल बाल्नु भयो मम्मी ए हुन्छ मरेछ हाम्रो सलाई छ मम्मी सलाई सलाई ए मरेछ बत्ती त हावाले दिँदै दिँदैन चुन्नु मन परेछ किन अहिले जान्छ नि त कहाँ जानुभयो बाउ छोरी चाहिँ कहाँ गएको सुत्दै तपाईँहरू चाहिँ जानु न उता जाऊ उता कहाँ गयो भनेको त जाऊ न परिवा पक्र नि जाऊ परिवा उडाएको बाजेहरूसँग बाजेको म एकछिन रासी नहुने अरे भिडियो भइरहेछ है
पखेटा दुःख होला अघि बानेको पखेटा मर्दैन अर्को उता गयो त्यहाँ ऊ पक्रिनु खोज्दैछ त्यसको पखेटा दुखिरहेको होला क्या बिचरा पखेटा दुःख होला माथि फालिदिनु अरे माथि हालिदिनु न यो पनि ला गयो उता ला माथि त अर्को पनि के छ उठाइदिनु न अघि पनि माथि भक्क नगरिदिनु यहाँ माथि राखिदिनु न होइन मर्छ होला अघि पनि माथि बिचरा त्यही त माथि अर्को पनि त्यस्तै भयो होला ब्याङ्ग फालिदिनु भयो माथि त्यही त राशि फाइनली भयो अब हिँड उता अब के सेक्सन भएको छैन त्यहाँ माथिको पनि उत्तानो भयो जस्तै लाग्दैछ ल अब चाहिँ हाम्रो पूजा सक्यो गाइस 12 बजेको रहेछ र ढोकै बन्द भयो तर हामी बाहिर पूजा गरेर अब घर जाँदैछौँ गाइस कि बाउ छोरी चाहिँ बस्छ है हुन्छ बाबा म एकछिन खान्छु है बाबा खाएर ल है मन्दिरदेखि आएर अब यहाँ भाइरल थुक्पा खानु लागेको है गाइस जानकी बा अनि बुहारीको त फुलको त मोटर पानी अब रस होला दिएको सुक्का ए हो र
Nhưng hồi ra tao nhà mình đây ăn rồi đấy. Ai सक्यो? मुखले भन न कस्तो लाग्यो थुक्पा